10 सेकेन्डमा है के रहेछ कन्सेप्ट भनेपछि 2 डिजिट गुणा गर्ने है, 2 डिजिट गुणा गर्ने, त्यो पनि 10 सेकेन्ड भित्र। र हामीले यसमा बुझ्नु पर्ने रुल्स है, रुल्स कस्तो रहेछ रुल्स भनेपछि ठाडो गुणा गर्ने, क्रस गर्ने, फिर ठाडो गर्ने, आपसमा यो दुईटा जोड्ने है। अब हामी प्रश्नमा गएर बुझ्ने छौं। प्रश्न रहेको छ यस प्रकार, ठाडो गुणा गर्ने 3 पंचे 15, हातमा 1, क्रस गुणा गर्ने, आपसमा जोड्ने है, 2 पंचे 10, 3 एकाने 3, 10 र 3 13, 13 मा 1 4, हातमा फेरि कति आयो 1 आयो। अब ठाडो गुणा गर्ने 2 एकाने 2, 1 3। अब हामी दोस्रो प्रश्नमा बुझ्ने छौं, ठाडो गुणा गर्ने 5 छक्का 30, 30 को 0, हातमा 3, क्रस गुणा गर्ने, आपसमा जोड्ने है, 6 3 18, 5 एकाने 5, 18 र 5 कति 23, 23 मा 3 26, 26 को 6, हातमा 2, ठाडो गुणा गर्ने 3 एकाने 3, 2 5। अब हामी तेस्रो प्रश्नलाई बुझ्ने छौं, ठाडो गुणा गर्ने 5 7 35, 35 को 5, हातमा 3, क्रस गुणा गर्ने 7 एकाने 7, 5 एकाने 5, 7 र 5 कति 12, 12 मा 3 15, 15 को 5, हातमा 1, ठाडो गुणा गर्ने 1 एकाने 1, 1 मा 1 जोडे कति 2,